लु यता हेर अहिले भने चाहिँ हामी सङ्गति लाग्यो हाम्रो स्थानीय एल्डरको गाडी त्यहाँ छ उहाँले गाडीमा उडाइदिनुहुन्छ अरे ल अब हामी लाग्न आँट्यौँ हाम्रो स्थानीय मण्डलीका हाम्रो अग्रजनले अब पुऱ्याउनु गाडी स्टार्ट गर्नु यो मिलाइदिउँ के गर्नु गाडी म कस्तो छिर्नेको ब्रेक त भयो तपाईँको कि भयो भयो तपाईँको यहाँ हाम्रो तीनजना आमाहरू बसिरहनु भएको छ आज आमा सङ्गतिमा आमाहरूको फास्टिङ ल आउनुहोस् जय मान्छे यहाँ हाम्रो एउटा आमा टिकन आमा हाम्रो सङ्गति लाग्यो आजको सङ्गति आशिषमै हुनेछ भन्ने मनमा लागेको छ जयवर्षी हाम्रो लगर बहिनीलाई स्वागत छ ईश्वरको राष्ट्रले खुसी गर उहाँको धार्मिकतामा सबै थोक तिमीलाई थपिनेछ हालेलुया हालेलुया
खुसी मनाऊ र नबलाऊ र नबलाऊ आजको दिन उनले सृजेका रमाउँदैछ र खुसी मनाऊ आजको दिन उनले सृजेका आराधनाको समयमा आइपुगेका छौँ। आफ्नो स्थानमा आफू खडा भएर परमेश्वरलाई हामी धन्यवाद दिनेछौँ है। यो समय परमेश्वरलाई महिमा चढाउनेछौँ। धन्यवाद छ जीवित अनि जिउँदो Thank you, Jesus. Hallelujah. तपाईँलाई महिमा, तपाईँलाई प्रशंसा, जय जयकार, तपाईँलाई महिमा, 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 प्रशंसा, 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 प्रशंसा. Yes, Lord. Yes, Lord. Yes, येशूलाई आराधना हे येशू तपाईं मेरो साथमा आराधना हे येशू आराधना येशूलाई म उचाल्छु तपाईँलाई म उचाल्छु तपाईँलाई तपाईँ प्रभु सब पृथ्वीमाथि प्रभु हुनुहुन्छ सबै देवहरूभन्दा महान परमेश्वर। आज यो समय मैले पाएँ र म परमेश्वरलाई धन्यवाद दिन्छु र हामी सबैजना हाम्रो एकजना एलोनी आमा अनि हाम्रो डिकनी आमा हामी मण्डली सबैजनालाई ख्रीष्ट अभिवादन जय मसीह। आज फास्टिङ डे भनिन्छ, आज हिन्दूमा हामी व्रत भन्छ है यो दिनलाई, तर हामी चाहिँ फास्टिङ भनिन्छ। अनि यो उपवास बस्दा के हुन्छ अनि हामीलाई त थाहा छ, हामी धेरै वर्षको विश्वासी हौँ, तर हामीलाई थाहा हुँदा हुँदै पनि हामी कति कुरामा ढिट गर्ने हुन्छौँ। आज उहाँ भर्खर प्रभुमा जन्मिनु भएको है, उहाँलाई थाहा छैन होला कि फास्टिङ उपवास भनेको के हो। 6 को 16 देखि 18 सम्म म उपवासकै विषयमा बोल्दछु। जब तिमीहरू उपवास बस्दछौ तब कपटीहरू जस्ता उदासी चेहरा नदेखाऊ, किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मुख बिगाड्छन्, तिनीहरूले आफ्ना मुख बिगाड्छन्। वचन रहन्छन् होइन, उठाइ बसेमा हाम्रो गल्ती हुन्छ, हिँड्दै गर्दा हाम्रो गल्ती हुन्छ, अरूसँग हाँस्दै गर्दा बोल्दै गर्दा हाम्रो गल्ती हुन्छ, तर हामीले त्यो कुरालाई हामीले यादै गरेको हुँदैन। हामी त्यही कुराबाट चित्छौँ हामी आमाहरू। अनि हामीमा परिवारमा आशिष आएन, पैसा रुपियाँमा आशिष भएन होइन। आज मेरो घरमा के साह्रो झगडा भएको, आज मेरो घरमा के साह्रो अशान्ति भएको, आज मेरो बुढाले किन मलाई माया नगरेको हुन्छ नि एउटा मनमा सोच आयो। त्यो चाहिँ हामी आमाहरूको कारण मलाई लाग्छ। मेरो पुरै उसलाई चाहिँ क्या पुरै बिसन्छ भन्दा न फेरि मलाई चाहिँ कि नानीहरूलाई त्यसो भनेको छ हो त्यस्तो क्या पुरै जिउै गल्छ, बिहान उठ्नु मन गर्दैन त्यस्तो हुन्छ। तपाईँलाई चनाइ गऱ्यो मलाई परमेश्वर बाबु हामी तपाईँलाई प्रार्थना गर्दछौँ। अनि साँच्चै नै प्रभु हामी प्रार्थना माग्दछौँ प्रभु, साँच्चै नै प्रभु तपाईँको प्रभावमा पालिदछौँ प्रभु। अनि आफ्नो छोराको परिवारलाई माग्दछौँ। यो बेलामा विशेष गरी जुन काम गर्दैछ आफ्नो दासी प्रभु तपाईँको रगत हामी पाउँदछौँ। आफ्नो छोरालाई समस्या
हाम्रो धर्मको समस्यामा आज परमेश्वर पिताको बा आज यस परिवारसँग आज हामी जति पनि भेला भएका छौँ आज यस परिवारसँग जुटेर आज हामी तपाईँलाई धन्यवाद दिन पाएका छौँ परमेश्वर आज यो सुन्दर यो समयको लागि प्रभु म तपाईँलाई धन्यवाद दिन्छु प्रभु र म प्रार्थना गर्दछु प्रभु आज जसरी तपाईँले यस परिवारलाई चुन्नु भएको छ प्रभु आज यस परिवारलाई तपाईँले अघि बढाउनुहोस् तपाईँको ज्ञान अनि बुद्धिले ख्रीष्टको ज्ञान र बुद्धि र सामर्थ्यले तपाईँले भर्दै तपाईँको राज्य होस् तपाईँको इच्छा स्वर्गमा चाहिँ यस पृथ्वीमा पुरा होस् आज दिनभरिको भोजन हामीलाई दिनुहोस् हाम्रो अपराधलाई क्षमा गर्नुहोस् जसरी हामी अपराधीलाई क्षमा गर्दछौँ हामीलाई परीक्षामा लिनुहोस् तर दुष्टबाट बचाउनुहोस् किनभने राज्य पराक्रम महिमा सदा सर्वदा तपाईँको आमेन जय मसीह धन्यवाद तपाईँको लागि एक्स्ट्रा हेर्नुहोस् है ल के ल्याइदिनु भयो त्यस्तो एक्स्ट्रा ब्लगर बहिनीले के ल्याइदिनु भएको छ हौ? ब्लगर बहिनीले के ल्याइदिनु भएछ हौ? यहाँ रहेछ ल धन्यवाद हाम्रो मामलाई धन्यवाद धेरै धेरै तपाईँलाई यहाँ माम यो राइस हो यो चाहिँ तपाईँको मिट रहेछ यहाँ रहेछ ओके हुन्छ प्रार्थना गरिदिनुहोस् त गर्नु त लु तपाईँ भिडियो बनाउँदै म बनाइदिन्छु तपाईँ फेरि पर्दै होस् म प्रार्थना तपाईँ प्रार्थना गर्नु म भिडियो बनाउँछु नि दुईजना तिनजना दादाको ब्लड कम्ती छ होइन मलाई त कम्ती होइन तपाईँको ब्लड कम्ती छ होइन भने किन भएको छ अब ब्लड त गुन्द्रुक बनाइदिएको नानीले खान्छ भनेर कि दाल खाँदिनँ भन्नुहुँदै थियो नि त अस्ति कि त्यो पोलेर